पिस्तौल हाल्दिनु होइन हो पैसा अहिले घर पुग्ने त हालिदिनु नि पिस्तौल होइन होला हो त्यो अर्को बाल दिन्छु ल बाटो अब हुँदैन अर्को बाल दिन्छु ल फेरि रेकर्डिङ सुरु भयो वेलकम टु द डे 2 भ्लग विथ अनिल है मैले चाहिँ किन डे 2 भने भन्दाखेरि चाहिँ यो 360 क्यामेरा नयाँ क्यामेरामा जति पनि भ्लग बनाउँछु मैले यो भ्लग बनाएदेखि चाहिँ म डे काउन्ट गर्छु हिजो बनाएको थिएँ आज बनाएँ अन्त जति पनि यो क्यामेरामा क्लिप रेकर्ड हुन्छ नि होइन सबै क्लिप चाहिँ म अपलोड गर्ने एज मच पोसिबल जति हुन्छ अपलोड गर्छु म जति पनि यो क्यामेरामा रेकर्ड हुन्छ त्यति अनि आज चाहिँ यो क्यामेरामा अलिक टेस्ट पनि गर्छु के गर्छु भन्दाखेरि चाहिँ म बाइकमा क्यामेरा माउन्ट गरेर होइन एउटा माउन्ट छ मेरोमा पुरानो होप यो माउन्टले काम गर्दै गर्दैन होइन काउन्ट गर्छ होला अनि टक्कै गएर चाहिँ बाइकमा गएर चाहिँ यो लगाउने कस्तो देख्दैछ थाहै छैन मलाई अलिक यस्तो बढाइदिन्छु ल टक्कै राम्रो देखिरह होला होइन 360 मा हेर्नु अब सायदै रेगुलरली भ्लग बनायो भने चाहिँ फेरि डे काउन्ट हुन्छ जस्तै हिजोदेखि सुरु भयो आज डे 2 भयो भोलि बनायो डे 3 मैले यो बाइकमा यो माउन्ट लगाएँ कि बट त्यस्तो फिक्स भएन यसमा बिचमा यो लाबर अलिक लगाउनु पर्ने रहेछ नि त तर मैले बाइकको चाबी चाहिँ ल्याउनै बिर्सेछु फेरि माथि घरमा गएर अब फेरि बाइकको चाबी ल्याउने बेला भयो होइन फेरि पनि रेकर्ड भयो बल्ल बल्ल 3 ठाउँ ओइ न्युट्रल गर्नु 3 ठाउँ ल यो चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ यहाँ चाहिँ होइन अङ्कलले हेलो भनिदिनु तपाईँले पनि क्याप्चर गरिरहेको छ 360 चस्माले ब्रेक पनि लाग्दैन नि त अर्को चस्मा लगाएर चाहिँ एकदम पुरा हुन्छ त्यसले चाहिँ बहुत धन्यवाद हेलो साथीहरू साउन्ड कस्तो आउँदैछ मलाई थाहा छैन होइन विन्दास अलि होला हल्लिरहेको छ क्यामेरा त पुरा साला नहल्दिनँ यो चाहिँ फर्स्ट टाइम हो बाइकमा रेकर्डिङ होइन कस्तो आउँदैछ प्लिज कमेन्ट गरिदिनु होला राम्रै आउँछ यस्तो पाराले चाहिँ लङ राइड जानु होला होइन ब्रेक त झ्याप्पै लाग्छ त हौ खै कहाँ गएको त ओ पग्दी यो चाहिँ हाम्रो सामदुङ बजार हो है बाइक चाहिँ भित्रबाटै ब्रेक लाग्छ नि बाइक क्यामेरामा हेलो भन्छ यस्तो तँलाई देखाइरहेको छ क्यामेरा यता हो हेलो यो चाहिँ हाम्रो ठाकुर भाइ हो यसको 01 नयाँ क्यामेरा 360 सब्सक्राइब गरिदिनु होला त भाइ गएको न ड्युटी राम्रो बस्छ अब ल यो चाहिँ हाम्रो सामदुङ बजार हो होइन राउन्डमा एकपल्ट हेर्नु कुदा म त नलाग्दा पनि गर्ने यति बेसी हुन्छ कि यो चाहिँ हाम्रो सामदुङको टर्निङ जग्गा हो होइन भ्लग त बेसी लामो त बनाउँदिनँ किनकि अब हामी ड्युटी गएको अनि ड्युटीमा त बनाउने कुरा आएन अनि अब भरे पेट्रोल पम्प जान्छु होइन पेट्रोल पम्पमा अर्को फेरि त्यहीँ लगाएर राम्रो फिक्स मर्निङ दाजु गुड मर्निङ यो खोल्दै नखोल्ने कि खोलिसकेपछि रेकर्ड भएको चाहिँ अपलोड गरेरै गर्ने राम्रो होस् कि नराम्रो होस् ल अहिले भन्छ हामी पेट्रोल पम्प जाँदैछौँ होइन अब ड्युटीबाटै हल्का ब्रेक लिएर फेरि हाम्रो पेट्रोल पम्प गएको म चाहिँ भने अहिले पेट्रोल पम्प पुग्न आँटेँ होइन बाटो देख्न सक्नुहुन्छ यो बाटो चाहिँ अलिकति हल्का खराब छ नि त अनि म पेट्रोल पम्प पुग्न आँटेँ पेट्रोल पम्पमा हल्का प्राइम गर्छु होइन 20 रुपियाँको मात्रै तेल हाल्न लाउँछु रियाक्सन क्याप्चर गर्छु होइन
20 रुपियाँ हालिदिनु 20 रुपियाँ होइन हो पैसा अहिले घर पुग्ने त हालिदिनु नि 20 रुपियाँ होइन होला हो जान्छ नि त 20 रुपियाँ कि जाँदैन जाँदैन नि होइन होला हालिदिनु नि 20 रुपियाँ छैन त के छ गर्ने हेर्नु बेसी नहाल्नु नि फेरि 20 रुपियाँ 20 रुपियाँ साँच्चै 20 रुपियाँ है जति पनि छैन पछि बाइस घर पुगिन्छ कि होइन दुई थोपा पनि गयो नि क्या हो अर्को बाल दिन्छु ल दासो अब होइन, हुँदैन नि हो, हुँदैन नि अब के हुँदैन? दिन अर्को बाल दिन्छु ए होइन होला हाँस्नु चेन्ज छैन त पैसै छैन चेन्ज छैन कसरी हुँदैन बिहानदेखि पेट्रोल पनि चलेको होइन 500 मात्र हुन्छ छैन त खाइदिउँ ल होइन 480 म खाँदा हुन्छ नि केही त्यसो नगरेर 20 रुपियाँ अब 20 रुपियाँ चाहिँ छोडिदिनु म दिन कहाँ दिन्छु हजुर दिनु नि होइन 20 रुपियाँ छोडिदिनु नि त अर्को बाल लाँदा भयो नि त 20 रुपियाँ छोडिदिनु यहाँ नि 20 रुपियाँको त तेल हालेको 480 दिनु नि होला 480 छोडिदिनु यहाँ 20 ओए कहाँ हो हुँदैन नि हुँदैन हुँदैन कहाँ हुन्छ हुँदैन नि 420 रुपियाँको त हालेको नि त अर्को बाल लैजाउँला नि त 480 480 अर्को बाल लानु होइन हौ हुन्छ 20 रुपियाँ अर्को बाल दिउँला नि होइन 480 चाहिँ नि अर्को बाल लानु कि राम्रो हुन्छ होइन हौ त्यही हो त हुन्छ अझै यति थपेर टक्कै हालिदिनु 1000 रुपियाँको हाल्नु त्यो भिडियो भइरहेको छु अघि चाल पाइहाल्नु अघि 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 म त तपाईँ हुनु 30,000 यसले त ठुलो भाइ पनि आएर ल्याएको छ ओ ठुलो भाइ कहाँ गएको यसले लान्छ है तँलाई अब सिलगढीतिर ल त साथीहरू प्र्याङ्क त्यस्तो सक्सेसफुल त भएन दाजुले चाल पाएन त क्यामेरा रेकर्ड हुँदैछ किन पहिला मैले साइकल हुँदा पनि मैले साइकलमा तेल हाल्नु लगाएको नि त प्र्याङ्क गरेको थिएँ होइन त्यस्तो सक्सेसफुल त भएन अब कुनै दिन गान्तोकमुदी गएर गर्नेछु 10 रुपियाँ 5 रुपियाँको पनि तेल हाल्न लाउँछु होइन अब यही हो भिडियो अब 30,000 रुपियाँ खर्च गरेर क्यामेरा किनिसकेपछि होइन अब आफ्नो सेटिस्फ्याक्सनको लागि पनि म भिडियो बनाउँछु नि त भलै भ्युज खतरा आउनु पर्दैन होइन भ्युज बेसी आउनु पनि पर्दैन तपाईँहरूले जतिजनाले पनि हेर्नुहुन्छ लाइक गरिदिनु होइन सब्सक्राइब गरिदिनु गर्नुहुन्छ भने फलो गरिदिनु सपोर्ट गरिदिनु होइन अब सेयरहरू गरेको राम्रो गर्नुपर्छ भने पनि होइन होइन सेयरहरू गर्नुभयो भने राम्रो किनकि आफै सोच्नु न अब जतिजनाले मलाई चिन्नुहुन्छ होइन अब धेरैले चिन्नुहुन्छ नि 100 200जनाले अब सबैजनाले सेयर गरिदिनु भने त 100% हो भिडियोले होइन राम्रो टेकअफ लिन्छ च्यानलले पनि राम्रो टेकअफ लिन्छ नि त सबैजनाले सपोर्ट गरिदिनु भयो भने चाहिँ 100% हो होइन एक महिना 2 महिनाभित्रमा राम्रो ग्रोथ हुन्छ तर के हो खासै सपोर्ट हुँदैन के हो सपोर्ट गर्नु मन लाग्यो गरिदिनु होला होइन ठिक छ नि त कडा